नमस्कार, शुभ बिहानी। म चाहिँ चुलोमा आगो बालिरहेको छु। प्लास्टिकले यसरी चुलो सानो छ, हेर्नुहोस् साथीहरू। थोरै दाउराले पनि एकदम सहज हुन्छ यो चुलोमा। हेर्नुहोस् गाइज, म तरकारी पकाउन गइरहेको छु। हेर्नुहोस् के गर्ने, आगो बाल्नुपर्छ। यसरी आगोमा पकाएको मिठो हुन्छ भनेर हेर्नुहोस् चट्ट पारिन मैले अलिकति ज्वानो हो, त्यसपछि अलिकति मेथी फुराउँछु। हेर्नुहोस् जुनसुकै तरकारीमा पनि। अनि त्यसपछि हेर्नुहोस् यो तरकारी चाहिँ यसो बेसन हालेर तरकारीलाई पकाउनु पर्यो। हेर्नुहोस् के गर्ने, भान्साको काम यस्तै हो, एकदमै हतार हुन्छ। हेर्नुहोस् एकदमै हतार, छिटो छिटो गर्नुपर्छ, पसलको काम देख्नुपर्छ। हेर्नुहोस् है, तरकारी पाक्यो। हेर्नुहोस् अब हल्का एउटा मसला हालेर निकाल्छु म। अब चाहिँ पाक्यो। भात हाल्नु पर्यो खाना। छोरा बोर्डिङमा जाने भएको हुनाले छोरा र मेरो खाना जहिले पनि अगाडि हुन्छ। हेर्नुहोस् छोरालाई खुवाएर आफू खाएर अनि छोरालाई बोर्डिङ पुर्याउनु पर्छ। हेर्नुहोस् त्यो भएको हुनाले हामी दुई आमा छोराको खाना बिहानखेरको तान्दिन्छु सँगै हुन्छ। हेर्नुहोस् जहिले पनि। ल त है, ल है, हामी खाना खान लाग्यौँ। बना हजुर बनाउला ठुलो छोरी फेरि। ल हामी भात खान लागेको छु। मम्मा मुद्देऊ न। यो डल्लो पनि मुद्देऊ। डल्लो पनि सब मुद्देऊ। हस् 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 हस्। दे ल छोरो, गप्पो गप्पो पार त छोरो। ल ल म गप्पो पार्छु। दे डल्लै ठाउँमा हातल गरिदिन्छ।